नमस्ते अनि स्वागत अभिवादन गर्न चाहन्छु तमाम गजल प्रेमी मनहरूमा। आज पनि म गजल लिएर उपस्थित भइसकेको छु हजुरहरूको समक्ष। पहिलो गजल वाचन गर्न गइरहेको छु। गजलको शीर्षक रहेको छ ब्लग गरेपछि। युवाहरूमाझमा कसैले कसैलाई यताबाट उताबाट यता ब्लग गर्ने एउटा चलन छ भनौँ न। त्यस्तो ब्लग चाहिँ कसैले कसैलाई गर्न चाहिँ नपरोस्। हुन्छ नि, भलै कसैले गरिहाले पनि त्यस्तो मन दुखित बनाउने अथवा आफूलाई हेल्पलेस ठान्ने अनि आफ्नो जिन्दगीबाटै आफूलाई विस्थापित गर्ने हरकतहरू हजुरहरू कसैले पनि नगर्नु होला। एउटा कसैले त्यसरी ब्लग गरेपछि अथवा कसैबाट टाढा भइसकेपछि झन् आफूलाई मजबुत बनाउने हो, आफूलाई स्ट्रङ बनाउने हो, ताकि दुनियाँले देख्न सकौँ होइन। आफूलाई त्यसरी बदलेर आत्मबल बढाएर आफ्नो गन्तव्यमा, आफ्नो उद्देश्यमा तल्लीन हुनुहोला, अगाडि बढ्नुहोला भन्ने मेरो शुभेच्छासहित आजको गजल सुरु गर्न गइरहेको छु। ब्लग गरेपछि सुरु गरेँ। ब्लग गरेपछि तिमीले झन् खुल्न थालेको छु। ब्लग गरेपछि तिमीले झन् खुल्न थालेको छु। हर्षित जिन्दगीको बगानमा फुल्न थालेको छु। ब्लग गरेपछि तिमीले झन् खुल्न थालेको छु। खुसी पाउने आशमा पीडा बटुलिरहेँ। खुसी पाउने आशमा पीडा बटुलिरहेँ। भगवान साँची राखी विगत भुल्न थालेको छु। ब्लग गरेपछि तिमीले झन् खुल्न थालेको छु। निन्द्रालाई पर्खिँदै 2 हुँदै 3 बज्न थाल्थ्यो। रातिको निन्द्रा नआएर निन्द्रालाई पर्खिँदै 2 हुँदै 3 बज्न थाल्थ्यो। टाढेपछि तिमी 7 नबज्दै झुल्न थालेको छु। ब्लग गरेपछि तिमीले झन् खुल्न थालेको छु। आभारी छु म तिमीले गर्दा यी सबै चिज पाएँ। आभारी छु म तिमीले गर्दा यी सबै चिज पाएँ। त्यसै त आनन्दको संसारमा डुल्न थालेको छु। ब्लग गरेपछि तिमीले झन् खुल्न थालेको छु। धरौटीमा डुबेको माया मुद्दतीमा सारेपछि। धरौटीमा डुबेको माया मुद्दतीमा सारेपछि। अन्तिम शेर। धरौटीमा डुबेको माया मुद्दतीमा सारेपछि दिनदिनै उमङ्गको ब्याज असुल्न थालेको छु। ब्लग गरेपछि तिमीले झन् खुल्न थालेको छु। हर्षित जिन्दगीको बगानमा फुल्न थालेको छु। ब्लग गरेपछि तिमीले झन् खुल्न थालेको छु।